So hello guys, welcome back to my new vlog. आज आजको राति हामी यसरी सुतिरहेछौँ। यहाँ हामी तन्ना ओछ्याएर यतापट्टि सुतिरहेछौँ। भोलि हामी सिधै बिहान ट्याक्क 3 बजे उठेर नुहाइधुवाइ गरेर एयरपोर्टतिर लागिन्छ हैन बिनाजु? हो बाबु हो। यसरी प्लेनमा लागिन्छ आनन्दले। यहाँ ओड्नी सोड्नी अब सबै यहीँ। आज राति सुतिन्न जस्तो छ। यस्तो आलम रानी सुतिन्न जस्तो छ। यति हल्ला भइरहेको छ यहाँ पर्सनल म होइन गफ गर्दै सुत्ने होला नि। सुतिन्छ र हजुर दिदी के छ भन्नु? ठिक छ। भोलि मेरो भाइ जाने राम जाऊ शुभ यात्रा गसी दिदी आइपुगेँ भन। राम्रोसँग पढ गर। सबै भाइ भाउ साथीहरूको उन्नति प्रगति गर। भोलि बिहान कति बजे उठ्ने हो? भोलि 2:30 बजे 3 बजे उठ्नुपर्छ। अलार्म लाऊ अनि नुहाइधुवाइ गरेर भोलि सोमबार हो यसो शिवजी दर्शन गर्ने अनि जाने। ल मस्त त्यहाँ चार्जमा राख्ने मोबाइल चलाउने रातभरि। भाइलाई भाइ भन्ने अनि रुँदै आउने। रुँदै आउने। रुनुहुन्छ हो? ल हेर मै त तिमी नहेरी दुकुर चाहिँ होली म त बाई बाई भन्ने हिँड्ने हो। अनि लुत्तै बस्ने हो। कहाँ बसिन्छ त नि। बिहान 2:30 बजी उठिसक्यौँ होइन। सबजना उठिरहनु भयो। ल पर्छन् के भन् त ल गाइस। हामी अब ट्याक्क टिका लाएर जान लाग्यो। एयरपोर्ट ढिले भयो कि के भयो भने थाहा छैन, तर ढिले भयो भने सुनेको। अब उतै गएर यसो हेर्नु पऱ्यो होइन। हामी नुहाएर रेडी भएर अब जानलाई। मेरो कानको थेडी कता गयो त्यो थाहा छैन, तर अब यहाँ सबै रेडी भइसक्यौँ सल्लाह। सबला सन्तु पुरा सन्तु मनोरथ शत्रुणा बुद्धिमाना शस्त्र। हामी अब निस्किन लागेछौँ। यहाँ सबैजना यो हुँदैनमा ल निस्किम सबैजना। पानी परेछ सिमसिम। यहाँ ट्याक्सी बुक गरेको, ट्याक्सी आउँदैछ। हामी एयरपोर्टमा आइसकेछौँ। लगेज यहाँ यही शुद्ध लिएर हिँड्ने भइहाल्यो नि। त्यहाँ माथि राख्नु हिँड्नु। दिदी ए दिदी के छ त नि खबर? ठिकै छ। राम्रोसँग जाऊ शुभ यात्रा मेरो भाइ। के छ? ल भन्नु। त्यही त ल यो यहाँ माथि राख्नु हुन्छ र त्यहाँ नि। यहाँ अड्छ होइन र हो। जगत को मेरो ल अहिले जाने बेला लाउँला ल। ल पर्दैन ल गएको कता जाने हो? हजुर साथी आयो त
खै कुन यी भाइ हो ल बाबु राम्रोसित जाऊ है दुईटा भाइहरू भएर सो गाइस हामी लाइनमा बसिरहेको छौँ इमिग्रेसनको होइन हाम्रो यहाँ दोस्त छन् फिनल्यान्ड जाने सँगै हामी मस्त अब इमिग्रेसनको लाइनमा इमिग्रेसनले के सोच्छ थाहा छैन तर लाइनमा त बसिन्छ सो गाइस हामी ट्याक्क अब वेटिङमा बसिरहेको होइन यो सब लाइन हो ट्याक्क अब यस्तै गरेर कति मजा होला कस्तो मलाई विन्डो सिटै परेन कि 13B परेछ बिचमा त यता साइडमा विन्डो सिट अनि यतापट्टि ठाउँमा परेछ कस्तो लागिरहेको छ त नि तिमीलाई हजुर कस्तो लागिरहेको छ त नि नर्भस छु म त उहाँ प्लेन छ हामी यहाँ गाडी चढ्न परेछ यस्तो भिआइपीमा चाहिँ है सबैजना चढिरहेको छन् हेलो गाइस निलो पर्यो 1 2 3 लेट्स गो अब उड्नेवाला छ पानी बग्यो बादल ओ माई गॉड फुलबारी सनफ्लावर गार्डन जुन हो त्यहाँ ए कत्रो कति ठुलो नेपाल कहिले हुने यत्रो
हेलो गाइज, हामी टर्कीबाट एयरलाइन्स गरेर ट्याक्कै यहाँ स्ट्याम्प हानेर भर्खरै अब 10 मिनट वेटिङ गर्न राखेका छन्। यहाँ केटाहरू यहाँ बसिरहेछन् होइन। म यहाँ मस्त चार्जमा घुसारेर पासपोर्टको के अरे यो उसमा अब 10 मिनटमा ट्याक्कै जाने भने हन्। अब यहाँ भ्यू हेर्नुलाई यस्तो दामी छ, वाट अ भ्यू। यति ठुलो छ कि हेर्नु टर्की एयरलाइन्स, के भनौँ र। फाइनली हामी आएछौँ। झम केटाहरू झम लगेज बोकेर जाम। लगेज चाहिँ कहाँ लिने हो? लगेज खै अब त्यो उसमै आउँछ होला, कुरेर बस्ने होला नि। सो गाइज फाइनली म रुममा आइसकेँ अनि म लुक्क लाएर यस्तो सुत्दिन्छु। थका लाएर मर्न आइसक्यो, कति थका लायो। सो गाइज मेरो जर्नी के अरे नेपालबाट फिनल्यान्ड आएको जर्नी हजुरलाई कस्तो लाग्यो प्लिज भनिदिनु होला। बाई।